नमस्कार सबै मेरो 5,000 जना फ्यानहरूलाई सबैलाई नमस्कार। मेरो घर चाहिँ रुकुम पश्चिम 8 बिस्कोट नगरपालिका गोतामकोट वडा नम्बर 4 हो। अब चाहिँ चुनाव नजिकिँदैछ, फेरि बोलिहालौँ भन्ने चाहिँ सोच हो, बोलिहालौँ। अब चाहिँ हामी रुखम्यालीहरूले पनि चाहिँ गर्नुपर्छ है, एउटा पार्टी छानेर भोट हाल्नुपर्छ। राम्रो चाहिँ हाम्रो हाम्रो भविष्य अन्धकार भए पनि हामीले जति दुःख बाहिर गरेपछि पनि होइन, विदेश गरेपछि पनि अब छोराछोरीले चाहिँ दुःख नगरून् भन्ने सोच चाहिँ हो है मेरो। राम्रो राम्रो चाहिँ अब रक्सी र मासुमा चाहिँ भोट हाल्ने होइन है, राम्रो आफ्नो रोटी खाएर भोट हाल्ने हो, आफ्नो रोटी खाएर प्रचार गर्ने हो। मासु र भातमा चाहिँ भोट हाल्ने होइन। अहिले होइन, पश्चिम चाहिँ अब होइन, जम्ला साइड पुरै मान्छेहरू चाहिँ सुध्रेर चाहिँ अब सबै राजसभामा एकता भइसके। दाङमा होइन, जिन्दगीमा भोट नहाले मान्छेले पनि चाहिँ अहिले भोट हाल्छौँ भनेर भोजराज थापा उन लागेका छन् भनेर राम्रो गर्छन् भनेर गर्न लाग्छन्। त्यही भएर प्रचण्डलाई चाहिँ छोडिदिनु, माओवादी साथी छोडिदिनु, त्यो खाउवादी हो, त्यो लुटतन्त्र हो त्यो होइन। भ्रष्टाचारी पार्टीहरूलाई भोट हाल्नुहुन्न, अब रक्सी र मासुमा बिग्नुहुन्न। सबैलाई मेरो त्यही छ, अनुरोध छ। म पनि आउँछु होला सायद चुनावसम्ममा, घर आउँछु होला भोट हाल्ने गरेर। एउटा राम्रो पार्टी छाँटेर हाल्नुपर्छ भोट चाहिँ। अब चाहिँ त्यो गणतन्त्र खतरामा पऱ्यो भनेर पार्टी अलग गरेको हो भन्ने कुरा। त्यो जामा लाउनेले मात्रै ल्याएको गणतन्त्र, हामीले पनि चाहिँ वाइसिएल भएर चाहिँ हामीले पनि आधा प्लेट चनाले चाहिँ रात दिन काटेर चाहिँ हामीले पनि मेहनत गरेको हो लोकतन्त्र ल्याउनलाई। भनेपछि त्यो लुटतन्त्र प्रचण्डको पछाडि लागेर हुँदैन होइन। कति शहीद घाइतेहरू कति विपत्त भइसकेका छन् होइन, विपत्त भइरहेका छन्, केही गर्दैनन् भन्ने कुरा थाहा भइसक्यो। अब त्यही भएर भोट चाहिँ राम्रो पार्टीलाई हाल्नुपर्छ। जमानत जफत हुने तालले चाहिँ हुने हुने भइसकेको छ अब पश्चिम र दाङमा भनेपछि। त्यस्तो तालले भोट हाल्नुपर्छ हामीले। रक्सी र मासुमा हामीले भोट हाल्नुहुन्न साथी हो। सबैलाई मेरो त्यही अनुरोध छ। मेरो 5,000 फ्यानहरूले यो भिडियो सेयर गरेर, लाइक गरेर, कमेन्ट गर्नु होला। ल।